सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण बारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस भइरहेको छ। सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदका सदस्यहरू 101 धनाढ्य देखिएका छन्। धनाढ्य मध्येका एक हुन् गृहमन्त्री सुधन गुरुङ। आफैले पेश गरेको विवरण अनुसार उनले सुन चाँदीदेखि घर जग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन्। उनले आफूसँग 89 तोला सुन र 6 किलो चाँदी रहेको जनाएका छन्। गुरुङको जग्गा जमिनको हिसाब हेरेर धेरैले जिब्रो टोकेका छन्। सम्पत्ति विवरण अनुसार गोरखामा मात्रै उनको 221 रोपनी जग्गा रहेको छ। यो जग्गा आफ्नै पैतृक भएको र हजुरबुवाको नाममा रहेको गुरुङले जनाएका छन्। यस्तै चितवनको भरतपुरमा 30 कट्ठा जग्गा बुवाको नाममा रहेको छ। गुरुङको आफ्नै नाममा धनकुटामा 19 रोपनी र 15 आना जग्गा पनि रहेको छ। गुरुङको शेयर पोर्टफोलियो पनि उत्तिकै बलियो रहेको छ। उनले विभिन्न कम्पनीमा 4 करोड 30 लाख बराबरको शेयर लगानी गरेका छन्। 3 वटा बैंक खातामा 62 लाख रुपियाँ भन्दा बढी बचत रहेको छ। गुरुङले आफ्नो सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय